बीते कल बिफेरोजा नगरकाटा खंड अंतर्गत लाल झमेला बस्ती कर नजदीक डायना नदी कर भीरे पीएचसी कर लगिन कोड़ाल पानी से भरल गढ़ा में ओदलाबाड़ी चा बागान कर वसिंदा 15 वर्षीय किशोर ओराव और उकर संगे 2 जन नहायक ले जाए रहा और यह दौरान किशोर ओराव डोबा में डूब गया। खबर पाई के नगरकाटा थाना खंड डिजास्टर मैनेजमेंट और माल दमकल विभाग घटनास्थल में पहुंच के करीब 11 बजे रात तक खोजल गया। फिर भी किशोर ओराव नहीं मिले से एनडीआरएफ का टीम द्वारा तलाशी अभियान चलाए के बिहान करीब 9 बजे कर आसपास किशोर ओराव का शव के उद्धार करल गया। देखो पूरा रिपोर्ट। हाम्रो नानीहरु कता गयो? तपाईं यहाँ बस्नु अनि तपाईको नानी लडिन्छ होला बिचारा उ आमा छोरा छैन। मोबाइल चैट ये ना करते हो क्या तुम्हारी शेष हमें दिए वाश में डालो तपाईँको 12:30 बजेको घटना थियो। गाउँमै हामीले खबर पायौँ। कोही यहाँ हाम्रै गाउँको नानीहरूको साथी रहेछ, ओद्लाबाडीबाट आएको र स्कुलबाट छुट्टी लिएर र यहाँ नुहाउनु भएर चाहिँ आएको रहेछ। नुहाउँदाखेरि अनि त्यहाँबाट यहाँनिर उनीहरू फेरि यो जहाँनिर अहिले पिएचसीको यो पोखरी एउटा खनेको छ, 2 साल लगभग भयो। उनीहरूले यतिकै नै अब यसलाई छोडिदिएको थियो र त्यो नानीहरू आएर यसमा अब खेल्ने हुँदाखेरि एकजना भाइ चाहिँ अब यहाँ यिनीहरू उसको फसेर मतलब निखोज थियो, हजुर डुबेको थियो र पुलिस प्रशासनलाई खबर गरिकन त्यहाँबाट 1-2वटा टिम आयो अनि साथमा दमकल टिम पनि आयो, तर उहाँहरूले सक्नु भएन र सिलगढीबाट एनडीआरएफको टिम लगभग 8 बजी राति यहाँ आएर 10:30 बजीसम्म खोज्नु भयो। 10:30 बजीको बाद एकदम मुसलाधार पानी परेपछि उहाँहरूले खोज्नु बन्द गर्नुभयो र हिजोसम्म त उहाँलाई भेटाइएको थिएन त्यो भाइलाई। अनि आज बिहानै 7 बजी फेरि उहाँहरू एनडीआरएफको टिम आएर यहाँनिर सर्च गर्दाखेरि अहिले भर्खरै मृत अवस्थामा उहाँलाई यहाँ फेला पारियो र भर्खरै उहाँलाई निकालियो। तपाईको नाम? सुदेश राई, यो लालबस्ती। विषयमा हामीले अलरेडी हिजो भिडियो सनामी भन्यौँ, भिडियो सनामका बात भयो। यहाँको प्रधानलाई पनि हामी जनाउने छौँ, यहाँको पञ्चायतलाई पनि हामीले भनेको छौँ यो छिटोभन्दा छिटो इमिडिएटली यो सभापतिले हुन्छ या भिडियोबाट हुन्छ या त ग्राम पञ्चायतबाट हुन्छ या त डिएमबाट कुनै हालतले पनि हामीले इमिडिएटली चाहिन्छ। यो बेसी हामी 1 हप्ताको समय दिन्छौँ। अगर 1 हप्तामा भएन भने हामी भिडियो अफिस घेर्छौँ या त NS31 हामी जाम गर्छौँ, किनकि यस्तो दुबारा घटना होस्। किनकि कसैको ज्यान जानु भनेको ठुलो दुर्भाग्यको कुरा हो। आज ऐतिहासिक घटना होला झमेला बस्तीको, एउटा कसैको छोरा जाँदा कसैको नानी यस्तो हुँदाखेरि आमा बाउलाई कस्तो महसुस हुन्छ, कस्तो दिक्कत हुन्छ, कति परेशानी झेल्नुपर्छ यो त पुरालाई थाहा छ। र म यो गुजारिस गर्न चाहन्छु यो पिएचसीलाई यस्तो केयरलेस गरेर काम नछोड्नु। प्लिज रिक्वेस्ट गर्छु म लाल झमेला बस्तीको एउटा बासिन्दा भनेको नाते छिटोभन्दा छिटो यसलाई ब्यारिकेड गरिदिनु, मजाले ब्यारिकेड गरिदिनु। अगर काम गर्नु छ भने सक्सेस गरेर छोड्नु, यसमा 50% काम गरेर नछोड्नु, किनकि यसो वर्क अर्डर आएपछि तपाईँको रेस्पोन्सिबिलिटी हो काम गर्नु, दायित्व हो। मेरो नाम दिवस शर्मा, लाल झमेला बस्ती।